खालि उनी उनी मात्र लेख्यो होइन, अरू केही क्रिएटिभिटी नै छैन कि म पोएट नै होइन होइन, न केही लेख्न सक्छु न कोही लेख्न सक्छु, कति लेखौँ उनी मात्र, के म त्यही लेख्न सक्छु? कहिले लेख्छु तिमी, कहिले लेख्छु उनी, अरू केही सोच्दिनँ म, के त्यही सोच्न सक्छु? न म उनको भएँ न उनी मेरी भइन्, प्रेम हो त भने कि त्यो प्रेम बुझ्न सक्छु? कि प्रेम एक भ्रम हो, कि प्रेम एक भ्रम भन्नु कुनै एउटा भ्रम हो? के म साँच्चै केही अरू लेख्न सक्छु कि म प्रेम लेख्न सक्छु? म अरू लेख्न सक्छु, म सबै लेख्न सक्छु, म जमिन, म आकाश, म धरती धताकाल सबै लेख्न सक्छु। के तँ साँच्चै अरू लेख्न सक्छस्? के तँ साँच्चै अरू लेख्न सक्छस् कि कुरा मात्र गर्छस्? यदि कष्ट धेरै हुन्न भने यही कविताको दोस्रो श्लोक पढ्न सक्छस्। न म उनको भएँ न उनी मेरी भइन्, प्रेम हो त भने कि त्यो प्रेम बुझ्न सक्छु। किन बुझ्छस् प्रेम त? तँ त अरू लेख्न जन्मेको, के प्रेम बुझिस् भने उनी लेख्न छोड्छस्? प्रेम उनीसँग मात्र होइन, सबैसँग गर्न सक्छस्। यदि साँच्चै प्रेम गर्छस् भने उनलाई जान दिन सक्छस्, उनको खुसीमै तैँले आफ्नो प्रेम भेट्न सक्छस्। भयो, अब छोड्दे उनको बारे लेख्न, लेख केही नयाँ रचना, अब लेख समाजका परिस्थिति पनि, झल्काइदे तेरा कवितामा मौलिकता र झल्किन दे तेरो स्वाभिमान पनि। देखाइदे यो दुनियाँलाई त के लेख्न सक्छस्, उनी मात्र होइन त विश्व किताब लेख्न सक्छस्। धन्यवाद। कविता यस्तै थियो, काम चलाउ होइन, मतलब त्यति खतरै पनि थिएन, त्यति राम्रो पनि थिएन, तर ठिक छ, यस्तै यस्तै हो कविता। मलाई लाग्थ्यो कि उनी मात्र लेख्नमा म स्टक हुन्छु होइन, लाइफले मलाई एकै ठाउँ अड्काइदिन्छ। धेरै पहिला लेखेको कविता हो कि म एउटै ठाउँमा अड्किन्छु जस्तो होइन, खालि उनी उनी मात्र लेख्यो होइन, अरू केही क्रिएटिभिटी नै छैन कि म पोएट नै होइन होइन। त्यसपछि टाइमअनुसार होइन, समयअनुसार सबै कुरा फेरिँदै गयो। मतलब समयले कविता सिकाउँदै गयो क्या, समयले कविताहरू निकाल्दै गयो म भित्रबाट, कविताहरूलाई परिचित गराउँदै गयो मसँग होइन। उनी मात्र होइन, म अरू पनि लेख्नु, यसमा जुन भित्रदेखि इनर मोटिभेसन आयो नि लास्टमा, त्यो कुरा चाहिँ हो कि मतलब भित्रदेखि इनर मोटिभेसन मैले लेख्छु, अहिले पनि लेख्छु त्यो कुरा, मतलब उनी भनेर धेरै कुराहरू लेख्छु, तर जुन चाहिँ समाजको परिस्थिति परिवेश होइन, अनि आफ्नो सेल्फ रेस्पेक्टसँग रिलेटेड, आफ्नो प्रिन्सिपल्सहरूसँग रिलेटेड एउटा मोटिभेसन, एउटा लर्निङहरूलाई जसरी हामीले कविताको थ्रुदेखि यस्तो पोर्ट्रे गर्न सकिन्छ, जसरी सबै अरू अर्कालाई मोटिभेट गर्न सकिन्छ, आफैले धेरै कुराहरू एक्सप्लोर गर्न सकिन्छ, तब चाहिँ एकदम बवाल फिलिङ आउँछ कि बवाल फिलिङ। त्यही हो, त्यही थियो, धेरै कुरा केही पनि थिएन, सानो कविता थियो, ठुला कुराहरू थिए। जतिजनाले सुन्नुभयो थ्याङ्क यू भेरी मच, भेरी भेरी मच फर वाचिङ टिल द एन्ड। थ्याङ्क यू भेरी मच, बाई बाई।